तिम्रो नामले हावामा लेख्छु म तर बग्छ ल है उहाँलाई भाइरल गरिदिनु पर्यो है त गाइस ल ल ल भाइरल गरिदिनु पर्यो उहाँलाई हजुर मेरो मेरो चाहिँ ठकुरी पुष्कर भलक युट्युबमा है भलक खिचिदिनु त है अरे छैन रहेछ भन्ने रे के फेरि ल कसलाई कसलाई देखाइदिनु ल हजुरले सबैजनालाई सब्स्क्राइब गरिदिनु ल है ठकुरी पुष्कर भलक है मेरो घर मध्यपश्चिम कालीको हेलो सो अलराइट गाइज आजको भलक चाहिँ निकै नै इन्ट्रेस्टिङ हुनेछ हजुरहरूले अन्तिमसम्म हेरेर लाइक सेयर सब्सक्राइब पनि गर्न नभुल्नु होला युट्युबमा चाहिँ ठकुरी पुष्कर भलक छ सबैजनाले सब्सक्राइब गरिदिनु होला आज चाहिँ हामी यता झुलुङ्गे पुल आएका छौँ आजको भिडियो चाहिँ यता झुलुङ्गे पुलदेखि स्टार्टिङ हुनेछ हेलो गाइज हामी झुलुङ्गे पुल आइसकेका छौँ झुलुङ्गे पुल माथि पनि चढेको छु आज चाहिँ म एक्लै छु कोही पनि छैन मेरो साथमा र पहिला झुलुङ्गे पुलमा एकदमै भिडभाड हुन्थ्यो यो पुलमा पनि उता जानलाई उता निक्लिनलाई नै गाह्रो हुन्थ्यो भने अहिले चाहिँ त्यस्तो भिडभाड हुँदैन मान्छे नै छैनन् शान्त वातावरण रहेको छ पहिला पुलमा गर्मी सिजन पनि लाग्यो साथसाथै गर्मी हुनाले पनि मान्छे बाहिरतिर पनि निक्लिँदैन आफ्नो के छ काममा जाने अथवा पढाइ भएको मान्छेले पढाइमा जाने घुम्ने खाली समय छैन होला मान्छेको त्यही भएर पनि एकदमै मान्छे कम हुन्छ म यहाँ देखाउँछु है यस्तो रहेको छ यहाँ त्यो काठमाडौँ आएदेखि हामीले रुममा नबसेको ठाउँहरू म्याक्सिमम् कमै ठाउँ रहेका छन् यहाँ अगाडि ट्याङ्लाफाँट चोक रहेको छ त्यहाँ ट्याङ्लाफाँट चोकको अगाडि लगभग 2 वर्ष जति बसियो पहिला अहिले चाहिँ उता त्यो झुलुङ्गे पुलभन्दा अगाडि 3 थाना नजिकै बसिन्छ त्यहाँ 2 वर्ष बसियो किर्तिपुरको धेरै ठाउँ चाहिँ लगभग बसिसकियो यहाँ किर्तिपुरमा चाहिँ रुममा बस्नेहरूलाई अलिकति ल है गाइस आजको भलक चाहिँ हामी यही गर्नेछौँ के कस्तो लाग्छ लाइक सेयर सब्सक्राइब गर्न नभुल्नु होला र साथसाथै काले भाइ भन्ने टिकटकमा पनि फलो गरिदिनु होला र युट्युब च्यानलमा चाहिँ ठकुरी पुष्कर भलक छ र फेसबुकमा चाहिँ काले भलक्स काले छ सबैले एकदमै सपोर्ट गरिदिनु होला र आज